नमस्ते, वेलकम। तपाईँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो युट्युब च्यानललाई लाइक एन्ड सब्सक्राइब गरेर माया गरिदिनुहोला। र अहिले हामी जाँदैछौँ नुवाकोटको साततले दरबार र भैरवी मन्दिरको घुमफिरमा। अहिलेको यो बाटो रहेको छ नुवाकोट जाने बाटो, नुवाकोट दरबार जाने बाटो र यो नुवाकोट दरबार जाने बाटोमा जिप लाइन पर्दछ र हजुरहरूले घुम्न आउँदा जिप लाइनको मनोरञ्जन पनि लिन सक्नुहुनेछ, आनन्द लिन सक्नुहुनेछ। नुवाकोटमा भएको जिप लाइन हामीले देख्न सक्छौँ र भ्रमण घुम्न सक्छौँ र त्यसलाई हामी आनन्द पनि लिन सक्छौँ। र यो बाटो हेर्नुहोस्, साह्रै नै सफा आनन्दको छ। यो बाटो भनेको नुवाकोट दरबार भैरवी मन्दिर जाने बाटो हो र त्यहाँ मात्र नभइकन यो बाटोबाट हामी चौगते पनि पुग्न सक्छौँ, फलाँटी चौगते पनि पुग्न सक्छौँ। र बाटो जङ्गलको बिचमा छ, आनन्द छ, स्वच्छ हावापानीले भरिपूर्ण छ। र हेर्दै जानुहोस् कति रमाइलो छ। र यो अहिले हामीले म्युजिक पनि राखेका छौँ। त्यो म्युजिकमा पनि तपाईँहरूलाई बोरिङ हुन नदिनको लागि भिडियो मात्र हेर्न पनि भएकोले चाहिँ म्युजिक पनि राखेर आनन्द लिने ठाउँ बनाएका छौँ। र यो बाटोमा अर्को हाम्रो चाहिँ 9 फुट भन्ने रिसोर्ट निकै नै राम्रो खाजा खाने ठाउँ र बस्नको लागि पनि उपयुक्त ठाउँ छ। र अब हामी नुवाकोट साततले दरबार र भैरवी मन्दिरमा पुग्नेछौँ। र भर्खरै यो अब पुनर्निर्माणको कार्य हुँदैछ साततले दरबार। अब त्यहाँ हेर्न सक्नुहुनेछ, निलोले कभर गरिएको साततले दरबार हो, भन्दै गरेको दरबार। अब पक्कै नै छिट्टै नै पहिलेको जस्तै ढाँचामा बन्दैछ। र अब हामी बिस्तारै अवलोकन गर्दैछौँ। र अहिलेको यो लेटेस्ट अपडेट हो नुवाकोट दरबारको। यो बिचमा रहेको खलेदेवी भनिन्छ। र यो अब हामी स्थानीय बाटो हुँदै स्थानीय बासिन्दाले पनि निकै नै संरक्षण गरेर राखिएको छ। उहाँहरू पनि यसमा एकदम चाहिँ आनन्द लिइरहनु भएको छ। र एउटा ऐतिहासिक ठाउँमा बस्न पाउनु एउटा भाग्यको कुरो पनि रहेको छ। र यो रक्तविनायक गणेश मन्दिर पनि यो जाने क्रममा हामी यहाँ दर्शन गर्न सक्नेछौँ। र विभिन्न बुट्टाहरूले कुदिएको घरहरू देख्न सक्नुहुनेछ। यो पनि निर्माण कार्य भइरहेको छ। हाम्रो भूकम्प पश्चातको यो कार्यलाई चाहिँ हामी भूकम्प पछिको निर्माण कार्यलाई एकदम अगाडि बढिरहेको छ, अगाडि बढाउँदैछ। र यो जाने बाटोमा तल इँटाका बुट्टाहरू अनि बाटो अझ राम्रो बनाएको छ, हेर्न सक्नुहुनेछ। अब हामी हाम्रो अगाडि नुवाकोट भैरवी मन्दिर रहेको छ र जहाँको वरिपरि पनि एकदम निर्माणको कार्य भइरहेको छ। अब यसलाई व्यवस्थित र एकदम सफा सुन्दर देखाउने र राख्ने भइरहेको छ। नुवाकोट भैरवी मन्दिर हेर्न सक्नुहुनेछ। एकदम आनन्दको ठाउँ, शीतल। र यहाँ आउँदाखेरि हजुरहरूले एकदम आनन्द लिन सक्नुहुनेछ, दर्शन गर्न सक्नुहुनेछ। आफूले मनमा लिएको चाहनाहरू, इच्छाहरू के छन् यहाँ आएर चाहिँ कामना गर्न सक्नुहुनेछ। र हाम्रो पाञ्चाली पृथ्वी जयन्तीमा राखेको प्रतिमा शाहको साली पनि रहेको छ। र तपाईँहरूले अझ हेर्न सक्नुहुन्छ नुवाकोटबाट देखिने पटार, पितुर र कोलनी पिपलटा देवीघाट पनि यहाँबाट देख्न सक्नुहुनेछ। र हामी मन्दिरलाई चाहिँ एकदम स्लो मोसनमा हेर्दाखेरि यस्तो दामी देखेका छौँ। र भक्तजनहरू बिदाको समयमा पनि प्रसादको समयमा पनि आएर दर्शन गर्न सक्नुहुनेछ। र हामी पनि भित्र अगाडि बढ्नेछौँ। हेर्नुहोस् भित्रको अवस्था।
यतिन्जेलसम्म मेरो यस युट्युब च्यानललाई हेरेर माया गरेर यहाँले अवलोकन गरेर बस्नुभयो धेरै धेरै धन्यवाद र फेरि भेटौँला।